के छ वेलकम टु माई मिनी भ्लग। सो फाइनली गाइज आज म चाहिँ बिहान उठेर फ्रेस भइसकेपछि काली माताको दर्शन गर्न हामी कालीन चोक माथि टपमा हिँड्न लाग्यौँ। एकैछिनपछि हामी चाहिँ केवलकारमा पुगिसक्यौँ। सो गाइज हाम्रो टिकट अलरेडी नै बुक भइसकेको थियो, त्यसैले हाम्रो टिकट बुक भएको कारणले गर्दा मलाई चाहिँ अब हिँडेर जान परेन। हामी चाहिँ एकैछिनको वेटिङपछि हाम्रो केवलकार पनि आइसक्यो र म मेरो साथीसँगै लगत्तै हामी तीनजना एउटै केवलकारमा बसेर गयौँ। हुन त माथिदेखिको भ्यू पनि एकदमै राम्रो थियो। मेरो त फर्स्ट टाइम थियो, त्यो मलाई त एकदमै मजा आएको थियो। मैले तल पनि भिडियो बनाएँ। कतिपय मान्छेहरू त तल भएको भर्याङ पनि थियो माथि चढ्नले, त्यसैले तिनीहरू चाहिँ कति मान्छेहरू एडभेन्चरको लागि चाहिँ मजाले तलदेखि हिँडेर गइरहेको थिएन। हुन त अब हामी त सकिन्न हिँड्न, किनभने हाम्रो त अब फर्स्ट टाइम थियो। यति माथि म चाहिँ डराइसकेको थिएँ पहिले। एकैछिनपछि हाम्रो आधी 1 घन्टाको बाटो हामीले चाहिँ 5 मिनट माथि। गाइस हामी चाहिँ एकदम अन द टपमा आइसकेका छौँ विथ माई फ्रेन्ड, एकदमै माउन्ट एभरेस्ट। आज दोस्त तिमी कहाँ छुट्यो हेर, यता हेर न, ऊ हाम्रो आज दोस्त सबभन्दा फास्ट हिँडिरहनु। एक ठाउँको भर्याङबाट हिँड्दा त मजाले माथिबाट चाहिँ सबै भ्यूहरू देखिँदो रहेछ। तल चाहिँ हामी त्यहाँ तलदेखि चाहिँ माथि आएको थियौँ। एकदमै राम्रो सुन्दर र भ्यू देखिरहेको थियो। भ्यूसँगै हामी चाहिँ अब माथि नै टपमै पुगिसक्यौँ, जहाँ कि हाम्रो काली माताको वासस्थान रहेछ। हामी चाहिँ त्यहाँ मजाले दर्शन पनि गऱ्यौँ, मजाले घुम्यौँ, फोटोसोट हान्यौँ। र म चाहिँ साथीहरूलाई लिएर एउटा ठाउँमा गएँ जुन कि एकदमै सुन्दर र रमणीय ठाउँ रहेको थियो। त्यहाँदेखि चाहिँ एकदमै सबै भ्यूहरू देखिरहेको थियो। कतिपय मान्छेहरू चाहिँ ढाँडा पनि गएको थियो। हाम्रो साथी एउटा चाहिँ टपमा गएको थिएन, किन मैले यसो जुम गरेर भिडियो बनाएको त आएँ भने माथिदेखि नै हेल्लो गर्दै बसिरहेको थिएँ। सो हे गाइज हामी चाहिँ कालिन चोकको सबभन्दा टपमा आइसकेका छौँ। अब म चाहिँ सबभन्दा अगाडि छु। यिनीहरू चाहिँ आउन मानिरहेको थिएन, जबरजस्ती लिएर आएको। यति माथि ए स्वर्ग हो कि यो त। हुन त मोबाइल त मेरो होइन यार, तै पनि काम दिइरह। अझै साथीको मोबाइल हो। माथि आएपछि हामी चाहिँ अब यसो हिँडेर भिडियो बनाउनु पऱ्यो भनेर म चाहिँ हिँडेर मजाले यो शाहरुख खानको पोज दिन पऱ्यो भनेर यो पोज दिएको हो। त्यसपछि यता यसो चस्मा लाएर हुडु दबङ भन्न पऱ्यो नि त। त्यसपछि हुडु दबङ पनि गरेँ मजाले। क्या मजा, फिलको साथ मजा नै आयो। हामी सबजना चाहिँ स्विजरल्यान्ड आइसकेको छ। नेपालको स्विजरल्यान्ड भन्छ नि, वान अफ द बेस्ट। चारैतिर हिउँ नै हिउँ छ, सब हिउँ छ पुरै, सबजना हिउँ खेलिरहन्। गाइज हामी चाहिँ हिउँमा आइसकेका छौँ, भित्र जङ्गलमा। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो साथी एकदम भित्र घुसिसकेको छन्। एकदमै डरलाग्दो छ कि। लास्ट यहाँ साथी अजय दोस्त, यता हेर त दोस्त, ऊ हाम्रो अजय दोस्त चिलपारामा, यो पारादी जङ्गलको भित्रमा यो होइन त। सो दोस्त मजा कस्तो छ क्या, कश्मीर आइसकेको छौँ यार। सो गाइज हाम्रो कालिन चोकको यात्रा चाहिँ एकदमै राम्रो भयो। हामीले चाहिँ फोटो पनि हान्यौँ, मजाले रमाइलो पनि गऱ्यौँ। अनि चाहिँ अरू पनि भिडियो हेर्नलाई चाहिँ मेरो पेजले फलो गरिदिनु होला, मलाई सपोर्ट गर्नु होला गाइज। हजुरहरूको सपोर्ट भनेको मेरो मोटिभेसन हो। सो गाइज मेरो भिडियोलाई धेरै धेरै माया गरिदिनु होला, अनि चाहिँ मलाई सपोर्ट गर्नु होला। अरू पनि आउनेछ मेरो नयाँ भिडियो। जय नेपाल।